Guess what, guys? There is no woman on earth who doesn't like flowers. Being a woman, मलाई पनि एकदमै फुल मनपर्छ. अनि आज चाहिँ मैले डिसाइड गरेँ मेरो बेस्ट फ्रेन्डलाई भेट्न जाँदैछु आफ्टर भेरी लङ ग्याप. त्यस्तै 1 वर्ष जस्तो भयो. अनि भेकेसनमा मेरो साथी आएको थियो. अन्त आज चाहिँ म उसलाई भेट्न जाँदैछु. अनि आई वाज भेरी एक्साइटेड. अनि आई डिसाइडेड टु प्लक सम लिलिज फ्रम आवर फिल्ड. अनि मैले आफै ह्यान्डमेड बुके पनि बनाएँ. एन्ड देन आई कलेक्टेड सम भेजिटेबल्स उसलाई लगिदिनुको लागि कोसेली बस्तीबाट. सो मलाई ड्रप गर्नको लागि चाहिँ ममा आपा जानुभएको थियो. अनि मलाई जेलीले पनि बाई गर्दै थियो. त्यहाँदेखि बाटोमा चाहिँ वी ह्याड सम मेज. त्यहाँबाट नाम्ची पुगेपछि चाहिँ आई मेट हर एन्ड आई वाज भेरी ह्याप्पी. इभन सी गेभ मी फ्लावर्स. वी एक्सचेन्ज्ड आवर फ्लावर. सो हामी दुईजनाले डिसाइड गऱ्यौँ रोज गार्डन जाउँ ल भनेर. तर रोज गार्डन पुग्दा त रोजै थिएन. लास्ट इयर पनि यस्तै भएको थियो. किनभने जहिले पनि उसको छुट्टी चाहिँ मेमा हुन्छ होइन. अनि त्यो भएकोले गर्दाखेरि चाहिँ रोज चाहिँ थिएन. बट देयर वाज सम हाइड्रेन्जा पनि डल्लै फुलिसकेको थिएन. हाइड्रेन्जा चाहिँ थियो. बट हामीले चाहिँ के भन्दै थियौँ भन्दाखेरि चाहिँ रोज छैन तर बट वी बोथ आर फ्लावर्स भन्दै हामी रेला पनि गर्दै थियौँ.